हेलो गाइस, अहिले चाहिँ म यहाँ आफ्टर कालीमाटी आइसकेको छु। रौतामाई गाउँपालिका बाल अधिकार समिति वडा बाल्य अधिकार समिति हैन, वडा नम्बर 5 मा आइसकेको छु। अहिले चाहिँ 11 बजिसकेको छ। 11 बजिसकेको छ। यहाँ माथि हेर्न सक्नुहुन्छ। अब भन्नु 11 बजिसकेको छ। यहाँ यो वडा हो, यो वडा हो, हेर्न सक्नुहुन्छ। यो वडा यहाँमा आइसकेको छु। हिजोदेखिको मलाई झुलाएको छ। मेरो कामहरू के बनेको छैन, हिजो बन्ने कामहरू बनेको छैन। अहिले 11 बजिसकेको छ। यहाँको कर्मचारीहरू चाहिँ नआएको, कोही गाइडहरू गएको रहेछ। म चाहिँ 2 दिन भयो आएको, काम पनि बनेको छैन हैन गाइज। दिदीको घर आइसकेको थियौँ। अब त्यही हो। अब उहाँले भन्नुभयो बाख्रा बिरामी भएछ, त्यही भएर ढिलो भएको, खाना पनि पाकेको छैन, ह्यानत्यान भन्नुहुन्छ। अब यहाँको कर्मचारीले के गर्नु खोजेको? 11 बजिसक्यो, ठ्याक्कै 11 बजिसक्यो। हेर्नु 10 बजे जुनसुकै कर्मचारीहरू आफ्नो कार्यक्षेत्रमा काम गर्नको लागि गइसक्नु पर्ने। यो के गरेको? खाना खाएकै छैन, बाख्रा बिरामी भरे, घरमा अरू कोही गर्ने छैन। अब यस्तो भनेर त हुँदैन नि। हामी पनि कहाँदेखि आएको छौँ, समयमा आउनु पर्यो। के गर्ने? हामीले नि गाडी भेट्दैनौँ। अब यहाँ माथिबाट कताबाट जाने? आउन त आइयो, घरमै गएर बोलाउँदाखेरि पनि कहाँ गइहालेको छ। गाईघाट भन्दै थियो, गाईघाट गइहालेको छ। अनि एउटा दिदी हुनुहुन्थ्यो, दिदीको घर पुगेर आएको। भन्नुभयो अब बाख्रा बिरामी भयो, अनि बाख्रालाई औषधिहरू खाएँ, अनि खाना पाएको छैन, अब खाना खाएर आउँछु भन्ने कुरा गर्नुभयो। अब 11 बजिसक्यो, अनि यस्तो नि हुन्छ। 11 बजेर 8 मिनट गइसक्यो अहिले नि। अनि तनाव छ। हामी उदयपुर गाईघाटबाट आएको, अनि त्यही कारणले हाम्रो काम भएको छैन। यो आफ्टरको काम हाम्रो सच्याउनु मात्र थियो, त्यो पनि भएको छैन। मैले उहाँको घरमै गएर भने हामी आउँछौँ भाइ, आउँछौँ भन्नुहुन्छ। अब हाम्रो नि गाडी छुट्छ, बुझ्नुपर्ने हो। हिजोदेखि आएको, हिजोदेखिको भनेको, बरु अरूको काम भयो, हाम्रो काम भएन। अरूको काम भयो, हाम्रो काम भएन। त्यसै कारणले म चाहिँ यो भिडियो आफ्नो फेसबुक आइडीमा हाल्दैछु, अनि युट्युबमा हाल्दैछु। सक्दो सेयर गर्नु होला। सो गाइस, तपाईँहरूको वडामा पनि यस्तै लेट काम हुन्छ, अनि कर्मचारीहरू आफ्नो कामहरू गर्दैन भने हैन, हामीले हाम्रो ट्याक्सबाट नि जुन तिनीहरूलाई जुन जान्छ नि, उनीहरूको तलब आउँछ नि, पेन्सन आउँछ, त्यो रोक्नै पर्छ गाइज। किनकि हैन, म पनि गाईघाट झरेर रमेश साईको घर गएको, त्यहाँको सचिवको घर गएको। अब हामी रमेश साईको घर गएको, उसले चाहिँ हामीलाई अस्ति नै चाहिँ भन्दै थियो भुटार जानुपर्छ, भुटार। अनि बाबा जानुभयो होइन। अनि बाबा गइसकेपछि उसले चाहिँ यताउति झुलाइदिइरहेको कि हाम्रो काम त्यहीँ माथि आफ्टर कालीमाटीबाटै हुन्थ्यो होइन, यहीँबाट हुन्थ्यो। अनि उसले चाहिँ सही भनिदिएको भए हाम्रो त्यति भाडा पनि जाँदैन थियो। अनि उसले हामीलाई झुक्काएको छ होइन। एक त उसले त्यो गल्ती गरेर, अर्को कुरा यो हो कि उसले आफ्नो ठाउँमा, आफ्नो पोस्टमा भएर उसले काम गरिरहेको छैन होइन गाइज। म उसको घर गएको, स्वयं मेरो बाउ सबुत छन् होइन। ऊ घरमा चुरोट खाइरहेको थियो, अनि तास खेलिरहेको थियो क्या। घरमै बसी घरि बुढीलाई लिएर हामीले कल गर्दाखेरि घरि हामीलाई भन्ने क्या उसले, हामी यहाँ विराटनगर आएको छौँ बुढीलाई लिएर, बुढीको इक्जाम छ भन्ने। अनि घरि भन्ने बुढीलाई लिएर बोक्से गएको छौँ नगरपालिका। यस्तो भएन नि गाइज, यस्तो भएन नि। कर्मचारी भएर बुढीको सेवा गर्नको लागि हामीले तलब दिएको कि, मतलब हाम्रो ट्याक्सबाट काटेर उसलाई तलब दिएको हो कि अब उसले काम गर्ने भएर दिएको?
मैले उसको घरमा गएर भिडियो बनाउने कोसिस गरेँ तर दिएन होइन। मैले उसको घरको ब्याकग्राउन्ड पिक्चरहरू चाहिँ गरेको छु रमेश साईको घर यो भनेर। सो गाइजहरू उसले चाहिँ रमेश साई मात्र होइन त्यहाँको अब एउटा दिदी हुँदो रहेछ सहायक कर्मचारी होइन। उहाँ मात्र क्या सबले अब माथि ठुल्ठुलो पोस्टमा हुनेले चाहिँ उहाँलाई काम लगाउने अनि उहाँले चाहिँ गरिदिने हुनुहुँदो रहेछ। त्यो दिदी पनि आफ्नो समयमा नआउने के काममा 11 बजे आइदिने अनि 10 बजे सब कर्मचारीहरू आफ्नो कार्यक्षेत्रमा पस्नुपर्ने आफ्नो कार्य आफ्नो होइन के छ काम सम्हाल्नु पर्ने ठाउँमा त्यहाँ कोही नभएको कि दिदी मात्र हुनुहुन्थ्यो। त्यो दिदीले चाहिँ गर्नुभयो तर लेट भयो। उहाँले पनि यस्तो के हामीले के भनिदिन्छौँ भने अरू कोही आएर भनिदियो भने पनि दिदीले भुलिदिने फेरि गरिदिने। त्यही भएको काम हाम्रो 2 दिन लाग्यो होइन। हाम्रो काम पनि भएन चाँडो अनि होइन मलाई त्यस्तो भयो भनेर मात्र होइन पछि तपाईँहरूलाई पनि पर्न सक्छ कि बुझ्नुभयो। त्यसैले हामीले अलिकति नियम कानुन कडा बनाउनु पर्छ। अरूभन्दा त्यहीँको वासस्थानले है आफ्टर गाविसको वासस्थानको मान्छेहरूले अलिकति चेप्नु पर्यो होइन। अलिकति कराउनु पर्यो समयमा आउनु पर्यो भनेर अनि अरू जनताहरूले पनि भन्नु पर्यो। सो गाइज है मलाई मात्र पर्यो भनेर होइन कि पछि तपाईँहरूलाई पनि हल्का केही कागजहरू नमिल्दाखेरि तपाईँहरूलाई यताउति घुमाइदिन्छ कि होइन। अनि हामीले चाहिँ बुझेरै गएको छौँ। हामीले चाहिँ रमेश साईबाट नै बुझ्यौँ ओडाबाट नि बुझ्यौँ होइन। माथि भुटारै जानुपर्छ मिलाउनै पर्छ भनिदियो। त्यसपछि चाहिँ अनि तल गाईघाट आएपछि चाहिँ हामीलाई भनिदियो अब जानै पर्छ माथि नै आफ्टरै जानुपर्छ भनिदियो। अब त्यति मसँग नि पैसा थिएन होइन। त्यो पनि जसो तसो हामी गयौँ आयौँ खानाहरू खायौँ बस्यौँ होइन। अब आफन्तकैमा बस्यौँ कस्तो थियो क्या त्यस्तो परिस्थिति नै कस्तो आइसकेको थियो कि हामीलाई होइन। तनाव परिसकेको थियो एउटा कागज मिलाउन आएको होइन। अब रमेश साईले बोलिदियो अर्कै अनि त्यहाँको कर्मचारीले अर्कै झन्डै त एउटा अर्कै केस बनिहालेको थियो। मेरो नाम चाहिँ सुजन अनि नागरिकतामा चाहिँ चित्रबहादुर परियार बनाउनु पर्ने हो। नागरिकता बनाउनु गएको खास चाहिँ हामी होइन। अलिकति कागजमा अलिकति अक्षर नमिलेको कारणले फेरि त्यहाँको अहिले सिस्टमै कस्तो छ। रमेश साईलाई हामीले गाईघाट झर्ने बित्तिकै यहाँबाट हामी बसेको ठाउँबाट गाईघाट झर्ने बित्तिकै हामीले कल गर्दाखेरि उसले के भन्यो अरू सचिवले हामी बिगारिदिन्छ मैले बनाउने हो। उसलाई बनाउने नि हामीले ट्याक्स तिरेर होइन। त्यही सुधार्ने नि उसलाई कार्य दिएको हो नि त होइन। कामहरू दिएको हो कि होइन। अनि उसले चाहिँ त्यस्तो भनिदियो कि अरूहरूले बिगार्ने मैले चाहिँ सुधार्ने भनिदियो कि अब उसलाई त्यही सुधार्नको लागि ऊ दिएको होइन। हेर्नु त त्यो रमेश साईले उल्टो पुल्टो काम गर्यो होला सायद होइन। त्यही भएर अब उसले आफ्नो उसमा भएन। अनि मलाई उसले के अरे आफ्टरको सचिव भएदेखि नै उसले उदयपुर गाईघाटमा घर बनाएको थियो। त्यो घर चाहिँ हेर्न सक्नुहुन्छ होइन। मैले हेर्न सक्नुहुन्छ। अनि त्यत्रो 2 तलाको घर छ है। ऊ चाहिँ घरमा बसेर तास खेल्दै दिन कटाउँछ होइन। चुरोटहरू खान्छ साथीहरू भेला पार्छ। अनि मेरो बाउ पनि सपोर्ट हुनुहुन्छ त्यसको लागि। मलाई परेको मात्र भनेको होइन तपाईँहरूलाई पनि भोलि पर्न सक्छ। कर्मचारीको लापरवाहीहरूले गर्दाखेरि कि गएर भौतारिनुपर्छ है। अलपत्र पर्नुहुन्छ कुनै समय यस्तो पनि आउँछ। त्यसैले हाम्रो सरकारलाई मेन गरी यो भिडियो होइन। हाम्रो काम चाहिँ अलिक छिटो हुनु पर्यो। ओडाको कामहरू है गाविसको ओडाको कामहरू हाम्रो छिटो हुनु पर्यो कि अहिले त झन् ल्यापटप कम्प्युटर सब इन्टरनेटको जमाना छ। के भन्नु पहिले पो लेखेर पनि ढिलो गर्थ्यो त्योभन्दा अहिले ढिलो भइसकेको छ। मलाई एउटा नागरिकता बनाउनको लागि यति धेरै पापड पिल्नु पर्यो कि के भन्नु कसको गएर हात जोड्नु। तर काहीँ काम बनेन है। लास्टमा मेरो अल फ्यामिलीको अब मैले त बाउको मार्फतबाट मैले बनाउनु पर्ने हो नि त नागरिकता होइन। तर मेरो बाउको आमाको अनि फेरि मम्मीको आमा बुवाको अनि मेरो दाइहरूको अलको नागरिकता मागेको के होइन। अनि मैले
अब मैले मगाएँ अनि दिएँ फेरि त्यही हो गाइज मलाई मात्र होइन तपाईँहरूलाई नै पर्न सक्छ यो भिडियो चाहिँ राम्ररी हेरिदिनु होला होइन अनि सुन्दैन होला त्यही हो अब हेर्नु न हामीलाई नि यताबाट उता कुदाइदियो उताबाट यता कुदाइदियो त्यही भएर धेरै गाह्रो भएको थियो सो त्यही हो अरूभन्दा तपाईँहरूले आफ्टर रौतामाई गाउँपालिका आफ्टर वडा नम्बर 5 मा चाहिँ होइन अलिकति यो भएन कर्मचारीहरूको आउने ठाउँ आउने समय भएन होइन अनि हाम्रो त होटेल हो भनिदिन्छ कोही खाने पकाएको छैन बाख्रा बिरामी भएर अनि काम चाहिँ ढिलो आएको अरे के बाख्रा बिरामी भएर अनि खाना पनि खाएको छैन अरे कि अचम्मै छ अनि त्यही हो अरू त भन्न थुप्रै थियो त्यो अहिले हाम्रो सरकारले चाहिँ जे भए पनि नियम कानुन कडा बनाउनु पर्छ बरु भन्छ नचाहिने कुरामा चाहिँ नियम कानुन कडा बनाएको छ के अब है बाउको पिँढी नागरिकताबाट बन्थ्यो नि त अब छोराको नागरिकताहरू बन्थ्यो नि त अब त्यो सिस्टम गएछ के अहिले आमाको पनि खोज्छ दाजुको त्यो पनि खोज्छ दुनियाँ कागजातहरू खोज्दो रहेछ के होइन मैले गरेँ नि त अनि मैले भोगेँ अनि मलाई थाहा भयो त्यसैले म तपाईँहरूलाई सेयर गर्दैछु आफ्नो कुराहरू त्यही हो गाइस अलिकति कर्मचारीहरूले लापरवाही गरिदियो अनि 11 दिन बस्नु पर्यो मलाई जम्मी होइन गाईघाट र आफ्टर कालीमाटी अनि माथि भुटार भन्ने ठाउँमा यतिमा चाहिँ हाम्रो 11 दिन लस्ट भयो होइन 11 दिनमा हामीले के गर्थ्यौँ होला त्यो मलाई मात्र थाहा छ सो कसैको समय बर्बाद नहोस् भनेर यो भिडियो बनाएको हो है म रमेश साईको घर तपाईँहरूलाई देखाउँछु साईको घर चाहिँ यही हो रमेश साईको घर उसले आफैले साइन गरेन अनुहारै देखाएन गाइस बाबा गएर आउनु साइन गरेर आउनु भएको रमेश साईको घर है बाहिर निस्किँदा पनि निस्किएन रिक्वेस्ट हान्दाखेरि बरु छोराको मार्फतबाट गएर कागजात दिउँ अनि उसले माथि गएर साइन गरिदियो हो कि न त्यही छोरा नै हो नि अनि यत्रो सुविधामा बसेको छ यहाँ काम उता चाहिँ के गर्दैन आफ्नो काम अरूलाई गर्न लगाउँछ यस्तो कर्मचारीहरू कहाँ पाउनु गाइस नेपालको हालत हेरेर मलाई हाँस उठ्छ गाइस तपाईँहरूले हेरिदिनु भयो होइन मलाई पर्दा मात्र नि तपाईँहरूलाई नि पर्न सक्छ यस्तो गडबड चाहिँ कार्य गर्ने कर्मचारीहरूको लापरवाही हेर्नुभयो थ्याङ्क यू सो मच यो भिडियो सक्दो सेयर गर्नुहोस् लाइक